अनि खानु भयो त असारे आलुको अचार अनि दही चिउरा। आज चाहिँ म मेरो स्टाइलले आलुको अचार कसरी बनाउने भनेर भन्छु ल। एकदमै बिजी भयो, बिहान चाहिँ बनाउनु भ्याइएन अनि बेलुकी बनाएँ। पहिला चाहिँ आलु उसिन्ने, आलु चाहिँ अलिकति बोक्रा बाक्लो भएको आलु चाहिँ उसिन्ने अनि आलुसँगै चाहिँ हरियो खुर्सानी पनि त्यसमै राखेर उसिन्ने। असारे आलुको अचारको टेस्टमा चाहिँ यो हरियो खुर्सानीको टेस्ट एकदमै मिठो हुन्छ। अनि त्यो उसिनिसकेपछि चाहिँ तिल अनि त्यसमा चाहिँ टिमुर पनि हाल्छु म चाहिँ, टिमुर र तिल पिस्ने मजाले। अनि त्यसपछि यो आलु छोडाउने, अनि आलु छोडाइसकेपछि फेरि यसमा आलुको पनि तपाईँहरूले त्यो काट्ने साइज कत्रो बनाउनुहुन्छ त्यसले पनि फरक चाहिँ पार्छ। किनभने त्यो धेरै ठुलो ठुलो बनायो भने चाहिँ नुन पस्दैन अनि आलुको त्यो अचार खाँदाखेरि चाहिँ बाहिरपट्टि चपाउँदा चाहिँ नुन पुग्छ, भित्र चाहिँ नुन पुग्दैन। त्यही भएर ठिक्कको साइजको बनाउने। अनि त्यस्तो साह्रो खासै केही त हाल्दिनँ। अनि नुन स्वाद अनुसारको नुन हाल्ने, अनि त्यसो अलिकति मात्र धुलो खोर्सानी हालेर चाहिँ त्यो पनि कलर आउँछ कि भनेर फेरि के भन्छ यो हरियो खोर्सानी उसिनेको छ नि त, अनि त्यही भएर यो हरियो खोर्सानीकै फ्लेभर ल्याउनुपर्छ, एकदमै स्वादिलो हुन्छ। अनि यो चाहिँ के भन्छ के अरे कागतीको झोल हाल्ने, अनि अघि पिसेर राखेको तिल अनि टिमुरको धुलोले चाहिँ मजाले मुस्ने। अनि यो अचार बनाउँदाखेरि चाहिँ मलाई चाहिँ हातैले मोल्नुपर्छ, त्यो हुँदाखेरि चाहिँ त्यो छाम्दाखेरि टेक्स्चर पनि थाहा हुन्छ कस्तो भयो भनेर। अनि अब घरमा सबैले हात धोइसकेपछि त ग्लोभ्स पनि लाइन खासै। अनि मजाले त्यो अघिको हरियो खुर्सानी उसिनेको त्यसलाई मजाले मिच्ने। अनि त्यसपछि त्यो मिचेर चाहिँ सबै त्यो मजाले मिचिन्छ पनि। त्यो मिचिसकेपछि चाहिँ मोल्ने मजासँग। अनि अलिअलि पानी पनि हाल्नु होला, धेरै सुक्खा भयो भने नि मिठो हुँदैन। मजाले मुस्ने, मैले अलिअलि पानी पनि हालेको छु यसमा। अनि त्यसपछि तेल तताउने, तोरीको तेल अचारमा चाहिँ तोरीको तेल नै मिठो हुन्छ। तोरीको तेलमा अनि मेथी डढाउने। अनि म चाहिँ अब कतिजनाले चाहिँ त्यही तोरीको तेलमा नै के भन्छ यो बेसार हाल्नुहुन्छ, मलाई चाहिँ त्यो डर छ अनि त्यही भएर त्यो कालो हुन्छ भनेर मन पर्दैन। अनि बेसार चाहिँ त्यही आलुको उसमा हाल्छु। अनि माथिबाट तातेको तेल हालिसकेपछि मजासँग मोल्ने। अनि यो अलिअलि ड्राई भएको छ, धेरै सुक्खा भयो भने पनि हुँदैन, किन अलिक समय राख्नु पायो भने त नुन पनि भित्रसम्म पस्थ्यो। त्यही भएर पानी हालेँ मजाले। अनि त्यसपछि यो धनियाँ पनि हालेँ। अनि मजाले यसरी मोल्ने। अलिकति बाक्लो भएको छ, तिल धेरै हालेको छु मैले यसमा। अनि अलिक बाक्लो भएको छ, अब अलिकति पानी हाल्ने। अनि त्यसपछि मजाले मोलिसकेपछि त आलुको अचार रेडी हुन्छ। अनि मैले चाहिँ यसरी आलुको अचार